मेन पोइन्ट हाम्रो लागि नेपालको बाटो नै बाटो हामीलाई गाडीको रोड चाहिँदैन रोडको बाटो मात्र भए पुग्छ हामीलाई हामी अहिले इन्डियाबाट हिँडिरहेको छौँ इन्डियाबाट पास लिइरहेको छौँ पास नभएपछि इन्डियाबाट सिर्ना दिँदैन त्यही हो समस्या पास नदियो भने माथि यहाँ ट्यापमा पुग्न सक्दैन खेतीबाडी गर्न सकिँदैन अनि नेपालमा त पहिला बाटो थियो अरे 5-7 दिन लगाएर हिँडेर पहिला बाटो थियो पहिला के थियो अब के गर्ने 10-15 साल अगाडि हिँडेको अब 10-15 साल भइसक्यो बाटो खराब भएको बनाउँदैन मेन हाम्रो बाटो भयो भने हामीले इन्डिया पास बनाउन आवश्यकता छैन नेपाल बाटो मजाले हिँडेर आउनु आउँछ धेरै दुःख लाग्छ भन्नु तपाईँहरू काठमाडौँतिरको मान्छेहरूले कालापानी हो हाम्रो भनेर आन्दोलन गर्छन् कालापानी सुरक्षा कसले गरिरहेको छ उनीहरू थाहा छ कालापानी कस्तो छ भने उनीहरूलाई थाहा छ त्यो त हामीलाई थाहा छैन उनीहरूको कारणले हामीलाई यहाँ पास दिन गाह्रो हुन्छ पारिवारिक जान गाह्रो गरिदिन्छ तिनीहरूले कालापानी हाम्रो भनेर हामीले सुनाउँछ उनीहरूले कालापानी आफ्नो भयो अरे नभए भने त्यसमा हामीले के आवश्यकता फाइदा छैन नेपालको बाटोघाटो छैन इन्डियाबाट आउनुपर्छ कति साल भयो इन्डियाबाट आएको 10-15 साल भइसक्यो उसले त त्यहाँ पास दिँदैछ तर उसको आफ्नो टाइममा मात्र दिन्छ उनीहरूको सिडिओको उसको हातमा हुन्छ एटिएमको हातमा हुन्छ जहिले आज आऊ भन्छ भोलि आऊ भन्छ त्यस्तै गर्दै 1 महिना त्यस्तै भित्राइदिन्छ हाम्रो बाटोको मतलब छैन ल कालापानीको बाटो छोड्ने तपाईँ कालापानी आन्दोलन गर्ने चाहिँ हाम्रो भनेर काठमाडौँमा कसैले पनि नगरोस् किनकि हामीलाई यहाँ समस्या पर्छ हामी सधैँ ध्यान भेलुका हिँड्ने बाटो हाम्रो नेपालबाट भन्दा त सम्भव छैन हामीलाई थाहा छ हाम्रो झुनीमा पनि छैन हाम्रो छोराको पनि सम्भव छैन हाम्रो रासन पानी जनावर पनि यहीँबाट आउँछ हाम्रो मान्छे पनि यहीँबाट आउँछ हामीलाई समस्या हुन्छ अनि कति दुःख दिन्छ भने हामीलाई थाहा छ त्यो उनीहरूको थाहा छ र उनीहरू त कालापानी हो हाम्रो भनेर झन्डा समातेर हिँडिहाल्छ त्यो हिँड्न हामी पनि सक्छौँ मन पनि लाग्छ किन लाग्दैन मन लाग्छ तर भन्न हाम्रो सकिँदैन हाम्रो नेपालबाट बनाइदिनुहोस् पहिला हामी पनि भन्छौँ कालापानी हाम्रो पनि हामी कालापानीसम्म लिइ पनि जान्छौँ जबसम्म बाटो हुँदैन तबसम्म काठमाडौँको मान्छेहरूले कसैले पनि आन्दोलन नगरोस् कालापानी हाम्रो अनि यहाँ त स्तम्भै बनाएको रहेछ त चुचे नक्सा बनाएर बनाएर के गर्ने त यो बनाएर के गर्ने यसले हामीलाई खाना दिन्छ यसले हामीलाई खाना दिन्छ दिँदैन होइन नेपालबाट मात्र बाटो बनाइदियो भने नेपाली सामान हामी लिएर आउँथ्यो त इन्डियासँग किन उयो गर्ने त्यसले त इन्डियासँग हामीले सिफारिस गर्नुपर्छ सर पास दिनुहोस् यस्तो समस्या छ उनीहरूले के थाहा छ उनीहरू बिहान हिँडेर आयो कालापानी